आज म मासुको अचार बनाउन लागेको छु है। छोरीको लागि, छोरीले लिएर जानु पर्यो भनेको भएर मैले मासुको अचार बनाइदिनु लागेको, चिकन मासुको होइन। मैले ट्रेनिङ लिएकोदेखि घरमा ट्राई चाहिँ गरेको थिइनँ, म आज ट्राई गर्दैछु। अब सेम हुन्छ हुँदैन चाहिँ थाहा छैन मलाई होइन। उहाँ म्यामले जस्तो सिकाउनु भएको त्यस्तो चाहिँ गर्दैछु म होइन। बिर्सेला कि भनेर म आफैले राखेको भिडियो पनि मैले सेभ गरेर म त्यो भिडियो हेर्दै हेर्दै बनाउँदैछु। तर मलाई यो मासु चाहिँ अलिकति खरेकी जस्तो लागिरहेछ। मसलाहरू पनि पुरा जोखेर राख्नुपर्ने रहेछ होइन। अनि मसँग चाहिँ अर्को सानोवाला जोख्ने चाहिने, त्यो नभएर मैले त्यो चाहिँ झुन्डाउनेवालामा जोखेँ। ग्राम जोख्दाखेरि चाहिँ खासै त्यति चाहिँ राम्रो मिल्दैन जस्तो लाग्यो। र पनि के गर्नु, अब काम चलाउ त गर्नु पर्यो होइन। र पनि अब काम चलाउ गरेँ मैले होइन। उहाँले जस्तो सिकाउनु भएको थियो त्यस्तो चाहिँ गरेँ। तर मलाई यो तेल चाहिँ अलिक बढी हो कि जस्तो लागिरहेछ है। अब फर्स्ट टाइम हो हेर्नै, त्यहाँ गर्दा त उहाँले गर्नुभएको थियो, हेरी मात्रै रहेको थियो, भिडियो मात्रै बनाइरहेको थियो नि त। अब त्यही अनुसारको गरेको, तर मलाई यो तेल चाहिँ अलिक बढी लाग्यो। मासु चाहिँ 3 केजी मासुको बनाऊ मैले होइन, चिकन। अब यो सेलाएपछि यो मसलाहरू सबै मासुले सोसिन्छ कि भन्ने सोचेको थिएँ मैले। अलिक बाक्लो चाहिँ हुँदो रहेछ सेलाएपछि। अब यो अचार चाहिँ स्वाद कस्तो हुने हो कुनी